हेलो गाइस वेलकम टु माई मिनी ब्लग। मैले चाहिँ फर्स्ट टाइम ब्लग बनाउन थालिरहेको छु। अघि चाहिँ मैले सर्टकट भिडियोहरू मात्र बनाइरहेको छु कमेडी। आज चाहिँ मैले मिनी ब्लग बनाएको छु मेरो हजुरआमासँग। मेरो हजुरआमाको गफ सुन्नु होला। मेरो हजुरआमालाई एकदमै नाता नातिको धेरै याद आउँछ अरे, सँगै छैन भनेर रुनु पनि भयो। मलाई नरमाइलो पनि लाग्यो। सुरुमा त गीत गाएर रमाइलो गर्नुभएको थियो, पछि रुनु भयो। पछि फेरि मैले हँसाइदिएँ, रुनु भयो एकछिन, तै पनि मैले हँसाइदिएछु। फुल भिडियो हेर्नु होला, लास्टसम्म हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब नगर्नेले सपोर्ट गरिदिनु होला, प्लिज प्लिज प्लिज। लास्टसम्म हेरिदिनु होला ल गाइजहरू। अझै ठिकै सोया मलो मलो साडी बुच्चे चलो यारीमा लड्केको भयो। मजु 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 ढास ढा ढा मेगु मेगु मरु ढा अझै छुदो हाल खबर। अब टक्क बाजी बक्क ऐला घुटुको कान्छी नानी वानी जुसा डान्जो रुख छुट नरुनु न। आज किन रोको किन रोको? अझैको त हाँसै मिठो। ओहो कति मिठो अझैको हाँस। हेर मुसक्क हाँस। आम्मामामा हेर दाँत देखाएर हाँस। खोइ खोइ दाँत देखाउनु त। खोइ दाँत खोइ दाँत मेरो गो काउ कालो चोलो कुङ्कुमा टालेको बाउले छोरी खिर्काउनु पालेको। है नाच नेम्से न नाची। आमा गीत गाइ ल नाचे। तपाईँ आज गीत गाउने नातिनी नाच्ने ल नाच त। कालो चोलो कुङ्कुमा टालेको बाउले छोरी गीत गाउनु पालेको। पेट पोल्छ छ पोल्छ पोल्छ। अलि पोल मगमा गोठ माइत बसे भौजुको पेट पोल्छ। अनि अझीलाई कसको धेरै याद आएको छ? अझी कसको याद आएको छ तपाईँलाई? धेरै धेरै नातिहरूको याद आउँछ। तिम्रो याद आउँछ, निर्मलाको याद आउँछ, अनि राजकुमार नातिको याद आउँछ। राजकुमार त यही छ आँखामै आँखामै। अनि विशाल शङ्कर, विशाल दाई, पदम पदम विपिन सबैको यही छ। यही भने आँखाको गेडीमा गेडीमा। अनि अनि बाजेको त याद आउँछ कि आउँदैन? बाजेको बेलुका सोध्दा याद आउँछ है। गाह्रो हुन्छ होला है, याद गर्नु हुँदैन। खलामा खुला अझै सानो है त्यो घरमा जानु कि नजानु है। कति कति रमाइलो। आहा अझैको गीत कति राम्रो। खोइ त नाचे नाच न। घेरेर बसमा टपरी हेरेर हो। अझै तपाईँलाई सबभन्दा बढी के मनपर्छ खानालाई? सबै खाउँ जस्तो लाग्छ। होइन मैले सबभन्दा धेरै मनपर्ने के छोड्नै नसक्ने भने के खानु मनपर्छ तपाईँलाई? छोड्नु न भन्दाखेरि छोड्नै नसक्ने कुरो के छ? अझै सबै छोड्नु सक्छ। चुरोट नखाइकन बस्नु सक्छ? कहिले काहीँ डल्लो हुँदा खाने। अरू सुरुवालै नफुकाल्ने मुटो यहाँ सुरुवाल फुकाले। अझै तपाईँको नाम के? अझै कृष्णमाया श्रेष्ठ। श्रेष्ठ। वाह कस्तो राम्रो नाम। अनि अरू के छ त? अरू के पनि छैन। छोराछोरीको भन्दा नाता नातिनीको धेरै माया लाग्छ। नाता नातिको देख्छ आँखाले।
खुसी लाग्दैन अझैलाई? खुसी लाग्छ खुसी लाग्छ है? लाग्छ नजिक हुँदा खुसी लाग्छ, टाढा भएपछि दुःख लाग्छ है? कहिले आउँछ होला भन्छु कि मनले। हो नि, अब त्यही हो, के गर्नु, गाह्रो छ। गाह्रो गाह्रो नानी छुयाउ अझै, छुयाउ, छुन्न मयाउ। कसलाई सम्झेर रोक अझै? कसलाई सम्झेर रोक अझै? भन्नु न अझै। ठिकै सोया छोजी ल, छुन्न मज्यो छोजी किन रोको? हान्नु न अब, त्यस्तो रमाइलो गरेर मान्छे गीत गाएर। छोजी ल, छुन्न मज्यो कसलाई सम्झेर रोको? अझै कसलाई सम्झेर रोको? सम्झेको छैन। अनि किन रोको त? हानी, गीत गाउँदा गाउँदा हातहरू हुन्छ नि हाम्रो। अझ त यता हान्नु न, ऊ क्यामेरामा हेर्नु न। कसको याद आयो हजुरलाई? कसको याद आयो? नातिहरूको सबैको, राजकुमारको, बिरलाल, शङ्कर याद आउँछ कि। अनि नातिहरूको याद आयो भने रुनी त? नरुनु न। नजिक छैन, अब एक्लै त हो नि। हामी छौँ त, हामी छौँ त, हामी छैन त? छ। अनि खोइ गीत गाउनु न एउटा, खोइ ल अझै छौ। के गीत गाउनु त अझै, एउटा गीत गाउनु त ल, चट्ट एउटा राम्रो गीत गाउनु त ल। ल ल सानो राम्रो गीत। बजाङ हो कि टनेर खोलेको मरेर। कति रमाइलो। ल यस्तो हान्नुपर्छ क्या चाँडो। बजाङ हो कि टनेर खोले फेरको मरेर। के बुझ्छ त? बुझ्छ के? नेपालीबाट भन्नु त, के भने अझै त्यस्तो? त्यो भनेको के नेपालीमा भनिदिनु न। तम्बाकु खाओ रे, अनि चामल भए खोले पकाओ रे। ए बजाङ हो कि टनेला खोले फेरको मुनेर। भाका मिलाएर गाउन आउँछ हजुरलाई? ल अझै एउटा म गीत गाइदिन्छु, नाच्नु है त तपाईँ उठेर। ल ल नाच्नु ल ल गइजा ल ल ल म नाच्छु है। ल गीत गाउनु ल, यहाँ बस तिमीहरू, एउटा गीत गाइदियो ल। ल गीत गाउ ल। ल पटुकी कासेर मुसु मुसु हाँसेकी बसेर रुकुम माइकोटा रुकुम माइकोटा रुकुम माइकोटा रुकुम माइकोटा रुकुम माइकोटा आँखा नि राम्रै हो मन पर्यो नि ओठ आँखा नि राम्रै हो मन पर्यो नि ओठ ल गुड गुड बल्ल बल्ल जिल्ला